अहिले चाहिँ मकै छ हाम्रो खेतमा चाहिँ हैन मैले पानी पनि राम्रोसँग परेन नि त त्यस कारणले गर्दाखेरि मकै छरेका छौं अब धान रोप्ने भनेको हो है मैले बुवालाई धान रोपौँ त बुवा भनेको उहाँले चाहिँ यति बेला हामीसँग हुनुहुन्छ अहिले दुईजना फुटबल स्टार रोनाल्डो र मेस्सी अनि उहाँहरू अहिले भर्खरै खेतको काम पनि सकेर आउनुभएको छ। अब उहाँहरूसँग केही विशेष कुराकानीहरू पनि गरिहालौँ। अनि रोनाल्डोजी तपाईहरु त भर्खरै खेतको काम पनि सकेर आउनुभएको छ हैन? अनि के छ खेतबारीमा के लगाउनु भएको छ अहिले चाहिँ? अहिले चाहिँ मकै छ हाम्रो खेतमा चाहिँ हैन मैले पानी पनि राम्रोसँग परेन नि त त्यस कारणले गर्दाखेरि मकै छरेका छौं अब धान रोप्ने भनेको हो है मैले बुवालाई धान रोपौँ त बुवा भनेको उहाँले चाहिँ मान्नु भएन अलि जिद्दी हुनुहुन्छ नि बुवा उहाँले चाहिँ आफैले भन्नुभयो अहिले पानी परेको छैन हैन बढी कुरा नगर बढी कुरा गरिसक्ने फेरि अनि भेट्छस् नि तैँले भन्नुभयो कि अनि हातै राख्नु भयो नि त हान्नको लागि त्यही भएर अनि अहिले चाहिँ अनि सिरामा पनि हामीले छरेनौं सुनसरीमा पनि छरेनौं अहिले दुईतिरै बाँझै छ अनि यता जनकपुरतिर पनि अलिअलि छ मकै सबै छर्या छ त्यही हो अरु त अब त्यस्तो खासै केही छैन विशेष कुराकानी त्यस्तो अब चाख लाग्दो कुरा केही छैन भनौँ न हाम्रोतिर चाहिँ त्यही हो अब मकैको सिजन छ मकै फलेपछि अनि मेसीजीले पनि त छर्नु भएको होला नि हैन खेतबारीमा मकै अनि मेसी त पहिलेदेखिको हली पनि हैन र ऊ त हली नै हो नि त पहिलेदेखि तपाईहरु दुईजना मिलेर एक हल गोरु चाहिँ चलाउनु एक हल गोरु चाहिँ हामी दुईजनाले चलाउँथ्यौं सानैदेखि त्यस्तो कुरा छैन अब मैले पनि अब हली भनेर सबै हली त होइन तर अब पहिला पनि हली त काम गरिन्थ्यो खेतमा काम गर्ने बारीमा काम गर्ने हैन फुटबलमा खेल्दाखेरि त मैले खेतबारीमा खुब काम गरेँ नि त अनि त्यो हुनाले पनि मैले अलिअलि त गहिले पनि गर्छु हैन ऊ अल्छी छैन अब सानैदेखि त्यही त ऊ चाहिँ अल्छी छैन हैन उसले गरिरहन्थ्यो कि सानैदेखि अब खेतमा काम गर्ने कुलो सर्ने बुटो झार्ने हैन यो काम त्यो काम सबै गर्थ्यो क्या उसले अनि सधैँ पनि त छ नि मान्छे अब दाइ जस्तो मान्छे सम्मान त दिनुपर्ने तर म अचल खासै सम्मान दिन्न क्या अनि हामी यस्तै त हो नि ब्रो भनौँ हैन अनि ऊ चाहिँ म चाहिँ एकदम मिल्ने साथी घनिष्ठ सानैदेखि गोचा खेल्ने भुस खेल्दा उसले त चुङ्गी कम जित्या छ मेरो अहिले बोल्नु पो भएको छैन समाजमा हैन त्यही यो कुरा ल धन्यवाद सबैजनालाई अब के भन्नु त।